बुझ्नु होला। नमस्ते, आज म तपाईहरुलाई एउटा नयाँ खुलासा गर्दैछु। सेप्टेम्बर 3 भदौ 18 गते मैले भारतका प्रधानमन्त्री सम्माननीय नरेन्द्र मोदी साथै चीनका राष्ट्रपति श्री सी जिनपिङलाई भदौ 23 र 24 गते अर्थात् सेप्टेम्बर 8 र 9 मा जेएनजीहरुको नाममा योजनाबद्ध रूपले यो घटना हुँदैछ भनेर मैले त्यतिखेर पठाएको थिएँ, स्टेटमेन्ट पठाएको थिएँ, एउटा विज्ञप्ति उहाँहरुलाई मेल गर्दै थिएँ। आज त्यही कुरा पुग्दै गएको छ। अझै तपाई हेर्दै जानुस्। हिजो फागुन 3 गते शिवरात्रिको दिन सैनिक मञ्च टुडी खेलमा नेपाली सैनिकहरुको स्थापना दिवसमा विदेशी सेना, त्यसमा पनि अमेरिकन सेनाहरुले परेड खेलेको देख्नुभयो। यो सुरुवात चाहिँ एमसीसी को हो। अब एसपीपी पनि तयारी अवस्थामा छ। हिजोका पुराना दलहरुलाई प्रयोग गरेर एसपीपी पास गराइयो, हिन्दू राष्ट्र हटाइयो, राज संस्थाको अन्त्य गरियो, राजा वीरेन्द्रको वंशनाश गरियो, हिन्दू राष्ट्र हटाइयो, त्यसपछि नयाँ संविधान लागू गरिएर हिजोसम्म पुराना दलहरुलाई प्रयोग गरेर तपाईको एमसीसी पास गराइयो। अब यी पुराना दलको काम सकियो भनेर 84 को चुनावलाई 82 मै सारेर अब नयाँ पात्रहरु बालेन, रवि, कुलमान लगायत गगन थापाहरुलाई एक ठाउँमा ल्याउन नसके बीचैमा पार्टीलाई विशेष महाधिवेशन मार्फत उठाएर योजनाबद्ध रूपमा एउटै पैसाको दुईटा पाटो जस्तो बालेन पनि आफ्नै, गगन पनि आफ्नै बनाउने, विदेशीहरुको खास गरेर विदेशीहरुको सैनिक अखडा बनाउने यो देशमा र नेपालमा दलेलामा जन्माउने, टिबेट फुटाउने र भारतलाई चिकन नेक बंगलादेशको केही भाग लिने र नेपालको कोशीदेखि उताको 14वटा जिल्ला कोशी पारी लिने र चिकन नेक छुट्याएर आसाम, मणिपुर, मिजोरमसम्मको एउटा राष्ट्र छुट्टै कोकोल्यान्ड क्रिस्चियन राज्य बनाउने योजना अन्तर्गत यी काम भइरहेका छन् र मैले सेप्टेम्बर 3 मै भारतका सम्माननीय प्रधानमन्त्री र चाइनाका महामहिम राष्ट्रपति श्री सी जिनपिङलाई यो स्टेटमेन्ट पठाएको थिएँ।